साथीहरूले यो चेन्सो मेसिन है स्टार हुन्छ ढ्यार हुन्छ अनि त्यहाँ ह्या गर्छ अनि बन्द हुन्छ भनेर जिज्ञासा राख्नु भएको हुन्छ हैन। त्यसको लागि अब सबै धेरै साथीहरूले चाहिँ खालि कार्बोरेटरको दोष हैन अनि एयर फिल्टर कार्बोरेटर मात्रै हेर्छ हैन। तर यसको चाहिँ त्यो समस्या चाहिँ यो छ नि, यो कार्बोरेटर नभइकन अब यो तपाईले यो इन्जिन हुन्छ नि, यो दुईतिर इन्जिन लाग्छ, यसमा यो माथि इन्जिन लाग्छ हैन। यो इन्जिनको प्याकिङहरु खायो भने यो इन्जिनको चारवटा नट हुन्छ, तीनहरु स्लिप भयो भने अनि यो साइडमा यस्तो प्याकिङ हुन्छ के, यस्तो कागजहरु त्यो लुज भयो भने, नटहरु लुज भयो भने हैन। अनि यो बेरिङको आइलसिल हुन्छ नि, यो बेरिङ खाएर बेरिङ ढक भएर आइलसिल गएर यहाँबाट हावा लिक भयो भने है, त्यो त्यस्तो अवस्थामा चाहिँ त्यस्तो चाहिँ स्टार्ट भ्या हुने अनि बन्द हुने के, स्लोमा सर्र नबस्ने ह्या हुँ गर्ने भ्याट्ट बन्द हुने है, त्यस्तो समस्या हुन्छ। अनि पिकअप रेस्ट लिँदाखेरि पनि बन्द हुने समस्या हुन्छ है। त्यसको लागि चाहिँ अब कुनै बेला चाहिँ यस्तो नटहरू स्लिप भएको हुन्छ के, नट खोल्दाखेरि टाइट गर्दाखेरि तपाईहरुले इन्जिनहरू टाइट गर्दाखेरि स्लिप भएको हुन्छ। त्यो स्लिप गर्दाखेरि राम्रोसित त्यो बस्नु पाउँदैन अनि हावा लिक हुन्छ है। त्यसको लागि चाहिँ यस्तो नटहरू स्लिप भयो भने चाहिँ त्यो बनाएर ओरेर हाल्नुहरू भन्दाखेरि यो पुरै फेरिदिनु के साथीहरु। यो ढिकै आउँछ है, यो ढिकै तपाईले धेरै पर्दैन, 4500 रुपैयाँमा है। यो एकपट्टिको साइडै आउँछ, ओरिजिनलै आउँछ, त्यो सट्टै फेरिदिनु कि आनन्दै हुन्छ। गुनासुना स्लिप भयो बनाएर बस्नुपर्ने त्यो भन्दाखेरि त्यो पुरै यो नयाँ फेरिदिनु साथीहरु, राम्रो हुन्छ है त। हस् त, धन्यवाद साथीहरु।